हेलो एभ्रिवान, आई होप हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि अहिले चाहिँ के गर्दै हुनुहुन्छ? दिउँसोको चाहिँ मौसम हाम्रो चाहिँ यस्तै नै छ, घाम लागेर। आज चाहिँ एकदमै बढी घाम लागेको छ, त्यही भएर चाहिँ हाम्रोतिर चाहिँ मौसम आज यस्तो एकदमै घाम लागेर यस्तो सफा छ। हेर्नुहोस्, हजुरहरू चाहिँ अहिले के कस्तो गर्दै हुनुहुन्छ? अनि फेरि हाम्रो चाहिँ हिजो यहाँ ट्र्याक्टर भन्दा पनि अर्को मान्छेले चलाउने ट्र्याक्टर हुन्छ अर्कोवाला, यतातिर चाहिँ त्यो ट्र्याक्टरले चाहिँ हाम्रो यहाँ हिजो हामी बस्ने मालिकको चाहिँ खेत जोतेको थियो। तल्लो छ त्यो तल, त्यो चाहिँ यो चाहिँ ओखरको रुखो, यो ठुलो देखेको चाहिँ त्यहाँदेखि तलको चाहिँ खेत हो। यहाँसम्म चाहिँ यो चाहिँ खेत जोतेर यहाँ कुलो सुलो बनाएर यहाँ चाहिँ हाम्रो फलफुल हेर्न सक्नुहुन्छ हजुरहरूले। हेर्नुहोस्, हाम्रो फलफुल यस्तो छ। हाम्रोतिर चाहिँ लाग्ने फलहरू चाहिँ सबै लागिसकेको छ। सबै लागेर चाहिँ फल्न चाहिँ स्टार्ट भइसकेको छ। खाने फलहरू चाहिँ सबै लागि नै सकेको छ भनौँ। ओखर पनि जेहोस् लागिसकेको होला, म चाहिँ हेर्न पाएको छैन। अनि यिनीहरू फल चाहिँ लागिसकेको छ। अनि स्याउ चाहिँ भर्खर तल चाहिँ अलिक ठुल्ठुलो नै भइसकेको छ। यहाँ चाहिँ अलि माथि भएको भएर चाहिँ त्यति चाहिँ ठुलो भएको छैन। हाम्रोतिर चाहिँ सिजनहरू चाहिँ सबै लागिसकेको छ। फलफुलहरूको पनि सिजन लागेको छ, स्याउको पनि, ओखरको पनि। यहाँ चाहिँ जे पनि फल हुन्छ त्यो चाहिँ सबैको सिजन लागिसकेको छ। अनि हजुरहरूकोतिर चाहिँ सिजन चाहिँ आजभोलि के को छ? हाम्रोतिर चाहिँ सिजन चाहिँ आजभोलि यही फलफुल भयो। अनि फेरि आजभोलि चाहिँ जौँहरू काट्ने छ। अनि फेरि फापरहरू पनि लगाहान, त्यो पनि भएको छ। हाम्रो चाहिँ यहाँ हिजो खै अब म चाहिँ हिजो यहाँ खेतमा गएन। अब यहाँ खेत मात्र यो सायद जोते थियो होला, म चाहिँ गएन। तर के गरेँ त्यो हेर्न सक्नुहुन्छ। यस्तो छ, यहाँ चाहिँ पुरै बान्नु लगाएको यस्तो छ, प्लेन गरेर। यहाँ चाहिँ पुरै रुडी कुट्ने। हजुरहरूकोतिर चाहिँ अहिले के कस्तो छ साथीहरू? म चाहिँ अहिले म चाहिँ भाँडासाँडा माजेर लुगासुगा धुनुपर्ने छ। आज चाहिँ घाम चाहिँ एकदमै दामी लागेको छ। र यहाँ चाहिँ कसैलाई जिम गर्न आउन मन छ भने हेर्नुहोस्, यसरी यो चाहिँ रेता 2 पिकअप आएको छ अस्तिदेखि साथीहरू। हाम्रोतिर चाहिँ यहाँ हेर्नुहोस्, हाम्रोमा चाहिँ चुल्ली यस्तो छ। यसको चाहिँ यो भित्रको चाहिँ तेल बनाउँछन्, यसको भित्रको चाहिँ गुट्टी हुन्छ, त्यसको तेल र बाहिरको चाहिँ खान्छन्। हेर्नुहोस्, चुल्लीको रुख यस्तै छ। हेर्नुहोस्, यो चाहिँ ओखरको रुख हो, तर यसमा चाहिँ ओखर फलेको छैन, भए चाहिँ यो सानो नै छ रुख। अनि आज चाहिँ हिजो चाहिँ खेत जोति, आज चाहिँ पानी लगाउने पालो भएको भएर पानी चाहिँ यहाँ ल्याउँदैछन्।